हेलो गाइस, आज मिति 2083 साल जेठ महिनाको साथीहरूले यहाँको मुख्य क्याप्टेन चाहिँ सन्दीप राई हो। धन्यवाद। अनि यता जय कुमार सेकेन्ड क्याप्टेन, अनि यता भण्डारी सर एन्ड सन्तोष सर म्यानेजर, यता सेकेन्ड ल्याप्टेन एन्ड परगस घरको यता। हामी चाहिँ आज घर जाने क्रममा चाहिँ जङ्गल कुदी हिँड्दैछौँ गाइसहरू। बाटो चाहिँ यस्तो देख्न सक्नुहुन्छ, हिँडे जस्तो फिल भइरहेको छ एउटालाई फेरि। केही शब्दहरू भन्नको लागि हाम्रो सन्दीप सरलाई चाहिँ यहाँ क्याप्टेन धन्यवाद तपाईँको यस अनुरोधका लागि। हाम्रो यहाँ अब जे पनि भन्न सक्नुहुन्छ, अठाउनुहोस् न क्यामेरा। ल मलाई क्यामेरा नै सुम्पिसक्नुभयो, अब केही त भन्नु पर्ला है। तपाईँहरूले हाम्रो यस यात्रा ग्रुपलाई साथ सपोर्ट माया गरिरहनु भएको छ। अझै पनि यसरी माया देखाइदिनु होला। हाम्रो यात्रामा हाम्रो साथीले चाहिँ अब युट्युबमा पनि च्यानल खोलेको रहेछ केटोले। तपाईँहरू यसो भिजिट गरिदिनु होला। युट्युबको नाम के छ है? च्यानलको नाम उज्जवल श्रेष्ठ है। नेवार कान्छा। सबैले नेवार कान्छालाई माया देखाइदिनु होला है। भाइरल बनाइदिनु पर्यो। पैसा आयो भने हामी मोनिटाइज गरेर तपाईँहरूलाई पनि हामी गिफ्ट गर्नेछौँ है। अहिलेदेखि नै होइन, तपाईँको त्यो एक लाइकले गर्दा तपाईँको संसार बदलिन्छ भने तपाईँ किन नगर्ने? बदलौ, आजदेखि सोच बदलौ। केही पाउन केही गुमाऊ। तपाईँले एकछिन त्यो भिडियो हेर्ने है, ट्याप्प लाइक हानिदिने, अलिअलि कमेन्ट पनि हानिदिने राम्रो छ भनेर। नेवार कान्छा त्यतिकै भाइरल हुन्छ। नेवार कान्छाले अनि 1 महिना पछाडि मोनिटाइज गर्न थाल्छ है। अनि हामी सबै तपाईँहरूलाई ट्याग गर्दै गिफ्ट सहित हाम्रो सेकेन्ड ल्याप्टेनमा चाहिँ को हुनुहुन्छ? जय कुमार। ल तपाईँको केही भनाइहरू छ भने यहाँ चाहिँ व्यक्त गर्न चाहनुहुन्छ? केही छैन, मेरो समर्थन छ। ल अब हाम्रो सेकेन्ड ल्याप्टेन सर एन्ड प्यारा दाइ सरकार। म त म्यानेजर नि मुला सन्तोष सर, यो विषयमा जनता जान्न चाहन्छन् होइन, के कस्तो तरिकाको तपाईँलाई फिल भइरहेको छ? यो जस्तै अब भ्लग बनाउँदा हुन्छ नि एउटा इमोसन जस्तो कुरा हुन्छ भ्लग बनाउँदा नि होइन, के जनता जान्न चाहन्छन्? यो विषयमा केही बताइदिनुहोस् न। अहिले चाहिँ म एकदमै ह्याप्पी छु एन्ड साथीहरूसँग यसरी घुम्न पाउँदा हिँड्न पाउँदा एकदमै रमाइलो भइरहेको छ। त्यही पनि हजुर 1 घन्टी छोडी 1 घन्टी चाहिँ पढ्न सकिनँ। यही खुसीयालीमा झन् हामी 1 घन्टी छोड्नुको तपाईँको मुख्य कारण चाहिँ के हो? जनता मुख्य कारण चाहिँ साथीहरूले जाउँ भनेर जबरजस्ती गरे। हजुर हाम्रो 1 घन्टी छोड्नुको मुख्य कारण भनेको चाहिँ आज हामीले 3 to 4 फुटसल टुर्नामेन्ट राखेको छौँ हाम्रै क्लासको है। तपाईँहरूले भरे यस भिडियोलाई पुरा हेर्नु पऱ्यो है। त्यो फुटबल म्याच पनि आउनेछ र आजको विपक्षी चाहिँ उज्जवल भर्सेस जय कुमार हुनेछ र उनीहरूको टिममा हामी पनि खेल्नेछौँ है। भरे फुटबलको पनि आउँछ, गेमको पनि आउँछ, भिडियो हेर्नु पऱ्यो है पुरा। ल हाम्रो भण्डारी सरको यहाँ भनाइराख्नको लागि चाहिँ म जाँदैछु। भण्डारी सरलाई पनि केही, भण्डारी सर यहाँ आउनु पऱ्यो क्या तपाईँ? भण्डारी सरको भनाइहरू चाहिँ के छ तपाईँ? उहाँले चाहिँ एकदमै नमस्कार हजुर होइन, सङ्घ सभाको रुद्राक्ष किसान भनेर चिनिन सफल रुद्राक्षको बिरुवा चाहिँ रोप्नको लागि उहाँले लग्दै हुनुहुन्छ जङ्गलबाट घरतर्फ। के गर्नु हजुर, 3 चोटिमा चाहिँ रुद्रको भेटी पाए चाहिँ 2 चोटि चाहिँ चिलाउनु लगिरहेको थियो कि। टिभीमा हेरेको रामायणको कथा पो याद आउँदैछ त। चिलाउने त होइन, रुद्राक्षको बिरुवा रोप्नु होला। यसमा एउटा 21 फलो भने चाहिँ गाइज 1,05,00,000मा गएको चाहिँ हामीले विगतका वर्ष 2082 साल हाम्रो साथीहरू चाहिँ यहाँ फोटो खिच्न नि गइरहेछन्। फोटोहरू अब टप 10 मा थियो, अब टप 1 मा आउन आँटिरहेको छ रुद्राक्ष यो बिरुवा नि 18 त नि। यसको नाम के अरे? हस्तान्तरण गर न, हस्तान्तरण गरेको एउटा फोटो नि खिच्नु। उहाँलाई हस्तान्तरण गर्दै 21को दाम कति जति जाला त एउटा दाना बराबर 1,05,00,000। अनि यहाँ हाम्रो साथीहरू नि एकदम हस्तान्तरणको लागि उसले अब दाना फलाएर चाहिँ हामीलाई पार्टी खुवाउने प्लान छ उसको। 4 वर्षपछि 4 वर्ष योजना आएको। ल बसौँ त, म फोटो पनि खिचिदिइहाल्छु।
फोटो भइरहेछ नि त यहाँबाट है ल बसौँ गाइजहरू के हो अन्त हाम्रो को चाहिँ मन पर्यो यहाँ मध्येको भरे कमेन्ट पनि गर्नु होला गाइज सबै सेलमा छ सबै सेलमा छन् यिनीहरू चाहिँ है यहाँ चाहिँ को चाहिँ मन पर्यो त तपाईँलाई एकदमै राम्रो चाहिँ को लाग्यो उहाँ एकजनाको नाम प्यारा हो एकजनाको सन्तोष परवेश सन्दीप एन्ड जय कुमार एन्ड लास्टमा छन् यहाँ भण्डारी सर उहाँको स्माइल हेर्नुहोस् हामीले सेल्फी पनि हान्न गइरहेको यहाँ म पनि छु नि त यार ल हामी चाहिँ सेल्फी नै हालिरहेछौँ ल हामी अघि बढ्यौँ गाइज बाटो त्यस्तै छ पात पतिकार अलिक